जुन मन्दिर कट्टु लाएर जान पाइँदैन बाँकी भिडियोमा हेर्नुहोस् है त इरिगुची है यो चाहिँ इरिगुची त्यो नान्जो यो नान्जो टेम्पल भन्छ होइन को कहाँ भएको जो बुद्ध मूर्ति राखेको ठाउँ छ यहाँ हेर्नको लागि चाहिँ यस्तो सामानहरू जुन छोटा कपडाहरू चाहिँ लाउन नपाइने चाहिँ यहाँ छोटा कपडाहरू चाहिँ लाउन नपाइने होइन यसो हाफ केटाहरूले हाफ प्यान्ट होइन त्यस्तै होइन हाफ प्यान्ट केटीहरूले वान पिस त्यस्तो लाउनु चाहिँ नपाउने रहेछ है तर यस्तो कुराहरू पनि सेल्फी स्टिकहरू पनि चलाउनु नपाउने रहेछ है त्यस्तो छ है फोटो खिच्न चाहिँ पाइने भिडियो गर्न पाइने तर यस्तो सेल्फी स्टिकहरू चाहिँ दामी रहेछ है नपाउने रहेछ हेर्नु सक्नुहुन्छ है खतरा जङ्गल छ है मास्तिर क्या यता ए लोडे केटी हिँड गाइस हाम्रो सानो मान्छे छ यहाँ है खतरा नि है खतरा काम मात्रै गरेको छ है सानो मान्छेलाई खतरा नि खायो ए ल है जाडो छ हिँड छ जल्दी यस्तो सानो मान्छे हिँड्नु छ यो छोरो जाडो छ जापान अब जाडो भएर मूर्ति चाहिँ टोपी लगाएर राख्यो जाडो खतरा छ है जाडो खतरा छ यहाँ टोपी हाल्नु पऱ्यो जाडो खतरा छ हेर्न सक्नुहुन्छ यहाँ बुद्धको मूर्ति है नान्जो टेम्पल हेर्नुहोस् त बाछरी है जाडोमा खतरा छ है खतरा खतरा है सिनेमा जङ्गल यो तपाईँ देख्न सक्नुहुन्छ त्यो मन्दिर जुन बुद्ध मूर्ति भन्दा माथि छ होइन त्योभन्दा तल चाहिँ राखेको त्यहाँ उनीहरू लेखेको छ होइन एउटा पूजा गर्ने ठाउँ त अहिले देखेको चाहिँ होइन यो त्योभन्दा अगाडितिरको बस्ने ठाउँ भयो भित्र होइन तर नाच्न उफ्रिँदा नि त उता भित्र नपाउने ठुल्ठुलो साउन्ड बजाएर यहाँ केही गर्न नपाउने होइन त्यस्तो रहेछ यो तपाईँले देख्नुहुन्छ यो अगाडिपट्टि पनि थुप्रै मूर्तिहरू छन् होइन वरिपरि पनि एकदम हरियाली वातावरण एकदम घनाघोर जङ्गल बिचमा छ होइन हेर्न पनि एकदम चिसो छ है एकदम चिसो छ वरिपरि तपाईँले हेर्न सक्नुहुन्छ यति पुरै जङ्गलै जङ्गल क्या घना जङ्गल छ यो चाहिँ त्यो मन्दिरभन्दा मुनि भयो होइन मन्दिर भन्नु न मूर्ति राख्यो मुनि तलको भाग भयो चाहिँ जाडो कति छ भन्ने कुरा हेरेर चाल पाउन सकिन्छ जाडो हेर्ने जाडो हेर्नु जाडो कम्ता जाडो हो हेर्नु जाडो है
लडे 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 को लडे को लडे को लडे यहाँ चाहिँ विदेशी पर्यटकहरू पनि आउँछन् धेरै होइन धेरै मात्रामा विदेशी पर्यटकहरू आउँदो रहेछन् यहाँ होइन arigato ne arigato यो 写真撮りましょうか。いいよ。छोरी फेरि एकदम जाँगरले चाहिँ होइन जाँगा धन्दा गर्न थालिन्छ यहाँ पनि त माथि ढुङ्गासुङ्गा राखेर चाहिँ निकालेर मिलाउनु थाल्यो यहाँ गरेर होइन तपाईँ देख्नुहुन्छ यो चाहिँ बुद्धको पाइला है योभन्दा पछि मान्छे फोटो खिच्ने अनि यहाँ ढोग्नेहरू धेरै गर्दा रहेछन् जाप्नेहरू लगायत सबैले होइन त्यो गर्नुहुँदो रहेछ यहाँ पनि पछाडि फर्किनु लागेको होइन जुन तपाईँले देख्नुहुन्छ यो चाहिँ अब फर्किने बेलाको हो होइन यो चाहिँ अब फर्किने तल यो गहिरो जुन यो गहिरोको भाग हो यो त मास्टर पनि जाने ठाउँहरू घुम्ने ठाउँहरू चाहिँ छ त्यहाँ होइन अब जब बच्चालाई दुःख दिएको हुनाले अब एउटा फर्किनु लाग्यो होइन एउटा चाहिँ यो फर्किने ठाउँ हो यहाँ निस्किने गेट भयो होइन अब एउटा फर्किएछौँ होइन मन्दिर जाने जुन बुद्ध मूर्ति हटाउन जाने ठाउँ चाहिँ यहाँबाट सर जाने यो बाटो हुँदै 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 सर यहाँबाट जाने हल्का नदेखिँदा छलिँदैन है यो तपाईँहरू गाडी लिएर जानुहुन्छ भने विशेष ख्याल गर्ने कुरा के भने तपाईँलाई मुरियो पार्किङ छ है त्यहाँ मुरियो पार्किङ साइडमा छ दायाँ साइडमा तपाईँ मुरियो पार्किङ छ त्यसमा ख्याल गर्नु होला होइन अनावश्यक नै पैसा तिर्नुहुन्छ र तपाईँहरू त्यहाँ गएर चाहिँ दायाँ साइडबाट जानु भने मुरियो पार्किङमा पुग्न सक्नुहुन्छ र भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक सेयर सब्सक्राइब गर्दै गर्नु होला र तपाईँलाई फेरि पनि धेरै धेरै धन्यवाद तपाईँको दिन शुभ रहोस्